नमस्कार। आजको यो विश्लेषणमा स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन हामी सबैसँग प्रत्यक्ष जोडिएको छ। यसो सोच्नुस् त, आजकाल समाचार हेर्दा वा सुन्दा तपाईलाई कस्तो महसुस हुन्छ? पक्कै पनि जता हेर्यो त्यतै सनसनीपूर्ण शीर्षक, आक्रोश र निराशा मात्रै छ, हैन? हो, यही नकारात्मकताको हुण्डरीले गर्दा हामी मध्ये धेरैजना वाक्क भएर समाचारबाटै टाढा भइरहेका छौँ। तर पर्खनुस्, यसको एउटा गजबको विकल्प पनि छ। आज हामी रचनात्मक पत्रकारिता अर्थात् कन्स्ट्रक्टिभ जर्नलिजमको बारेमा गहिरिएर बुझ्नेछौँ। कसरी यसले यो आक्रोशको मसिनलाई चिरेर हाम्रो गुमेको जनविश्वास फर्काउन सक्छ त? आउनुस् सँगै खोजौँ। हाम्रो आजको यात्रा यसरी अगाडि बढ्नेछ। पहिलो, मानिसहरूले किन समाचार व्यवस्था गरिरहेका छन् भन्ने यो वर्तमान महामारीको चर्चा गर्नेछौँ। त्यसपछि रचनात्मक पत्रकारिता भनेको ठ्याट्टै के हो, यसका तीनवटा मुख्य स्तम्भहरू के हुन् र न्युजरुममा प्रयोग हुने स्निक कम्पासले कसरी काम गर्छ भनेर हेर्नेछौँ। र अन्त्यमा यसले साँच्चै काम गर्छ त भनेर मापनयोग्य प्रमाणहरू पनि खोतल्नेछौँ। सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, समाचार व्यवस्था गर्ने महामारी। आखिर किन मानिसहरू समाचारबाट यसरी भाग्दैछन् त? यो साँच्चै नै एउटा गम्भीर प्रश्न हो। विश्वभरका मिडिया हाउसहरू अहिले यही प्रश्नको उत्तर खोजेर आफ्नो शैली परिवर्तन गर्न बाध्य भएका छन्। जब हामी आधा कथा मात्र सुन्छौँ नि, जहाँ समस्या र द्वन्द्व मात्रै छ तर आशाको कुनै किरण छैन, त्यसपछि मानिसहरूलाई समाचार हेर्नै मनै लाग्न छोड्छ। तथ्याङ्कले नै सबै कुरा छर्लङ्ग पार्छ। रोइटर्स इन्स्टिच्युटको एउटा अध्ययन हेर्ने हो भने झन्डै 50% मानिसहरू त समाचारले आफ्नो मुड नै खराब गर्छ भनेर समाचार हेर्दैनन्। सोच्नुस् त, अनि करिब 1/3लाई त समाचार हेरेपछि आफू एकदमै असहाय र लाचार भएको महसुस हुन्छ रे। जति भयानक उति बढी बिग्ने, अर्थात् इफ इट ब्लिड्स इट लिड्स भन्ने जुन हाम्रो क्लिकबेट संस्कृति छ नि, त्यो अब पूर्ण रूपमा असफल हुँदैछ भन्ने कुरा यसले प्रमाणित गर्छ। त्यसो भए समाधान के त? अब जाउँ दोस्रो खण्डमा, जहाँ हामी रचनात्मक पत्रकारितालाई परिभाषित गर्नेछौँ। यो समाचारप्रतिको वितृष्णा हटाउने एउटा अचूक ओखती हुन सक्छ। सरल भाषामा भन्नुपर्दा रचनात्मक पत्रकारिता भनेको परम्परागत रिपोर्टिङलाई समाधानमुखी र भविष्यमुखी बनाएर प्रस्तुत गर्ने शैली हो। तर यहाँ एउटा कुरा एकदमै प्रष्ट हुनु जरुरी छ। यो खोजमूलक पत्रकारिताको विकल्प पक्कै होइन, यो त एउटा पूरक तह हो। यसले समस्या त देखाउँछ नै, तर त्यहाँ नरोकिएर अब के त भन्ने समाधानको बाटो पनि खोज्छ। कन्स्ट्रक्टिभ भोइसेसकी सम्पादक जिसेल ग्रिनको यो भनाइ मलाई एकदमै सटिक लाग्छ। उहाँ भन्नुहुन्छ, यो अनुहारमा मुस्कान ल्याउने हल्का कथाहरू मात्र होइन, यो त प्रमाणमा आधारित कठोर रिपोर्टिङ हो। यसले रचनात्मक पत्रकारिता भनेको त खालि राम्रो राम्रो कुरा मात्रै गर्ने टक्सिक पोजिटिभिटी हो भन्ने भ्रमलाई पुरै खारेज गरिदिन्छ। यो त झन् कडा अनुसन्धान हो, जहाँ समस्या कसले र कसरी समाधान गर्दैछ भनेर पनि गहिरो खोज गरिन्छ। यी दुई मोडललाई दाँजेर हेरौँ त। परम्परागत पत्रकारितामा पत्रकार एउटा प्रहरी वा न्यायाधीश जस्तो हुन्छ, को दोषी हो भनेर मात्र खोज्ने। तर रचनात्मक पत्रकारितामा नि पत्रकार एउटा सहजकर्ता बन्छ। उसले अब कसरी अगाडि बढ्ने भनेर सोध्छ। मिडियाको ध्यान खालि अपराधी र पीडितको नाटकबाट हटेर समाजको समाधान र उत्कृष्ट अभ्यासहरूतिर केन्द्रित हुन्छ। यो साँच्चै नै एउटा ठूलो वैचारिक छलाङ हो। यो रिपोर्टिङ चक्रलाई हेर्दा कुरा अझै प्रष्ट हुन्छ। ब्रेकिङ न्युजले अहिले के भइरहेको छ भन्छ, खोजमूलक पत्रकारिताले हिजो के गल्ती भयो भनेर खोज्छ। तर रचनात्मक पत्रकारिताले चाहिँ हाम्रो ध्यान भोलितर्फ मोड्छ। जबसम्म हामी समस्यामै अल्झिरहन्छौँ नि, हामीले आधा कथा मात्र सुनिरहेका हुन्छौँ। भोलिको सम्भावना नदेखाएसम्म समाचारको चक्र पूरा नै हुँदैन। अब हामी तेस्रो खण्डमा पुग्यौँ, रचनात्मक पत्रकारिताका 3 प्रमुख स्तम्भहरू। यो सिद्धान्तलाई वास्तवमा कसरी अभ्यासमा ल्याइन्छ त? आउनुहोस् हेरौँ। कन्स्ट्रक्टिभ इन्स्टिट्युटले विकास गरेको यो मोडल हेर्नुहोस्। रचनात्मक पत्रकारिताको सिङ्गो जग यही 3वटा बलिय स्तम्भहरूमा अडिएको छ। यी सबैको एउटै मूल उद्देश्य भनेको रचनात्मक र आलोचनात्मक पत्रकारिता मार्फत हाम्रो लोकतन्त्रलाई अझै बलियो बनाउनु हो। यी 3 कदमले पत्रकारहरूलाई काम गर्ने तरिका नै बदल्न मद्दत गर्छन्। पहिलो, समाधानमा ध्यान दिने, जस्तै गरिबीको कथा मात्र नभनेर त्यहाँ भइरहेका सफल प्रयासहरू पनि देखाउने। दोस्रो, सूक्ष्मता वा न्युआन्स समेट्ने, समाजका मुद्दालाई खालि हिरो र भिलेनको रूपमा मात्र नहेरी जटिल सत्यलाई जस्ताको तस्तै बुझाउने।
र तेस्रो, सार्वजनिक वृत्तमा हुने चर्को चिच्याहटलाई हटाएर सभ्य र रचनात्मक लोकतान्त्रिक संवादलाई बढावा दिने। कति गजब छ है। अब लागौं चौथो खण्डतर्फ, जहाँ हामी स्निक कम्पास फ्रेमवर्कको बारेमा कुरा गर्नेछौँ। यो भनेको समाचार कक्षहरूमा दिनौं प्रयोग हुने एउटा एकदमै व्यावहारिक औजार हो। यो हो स्नेक कम्पास। डेनमार्कको TV2 फ्युनका कर्मचारीहरूले बनाएको यो कम्पास पत्रकारहरूले आफ्नो कथाको एंगल तयार पार्दा प्रयोग गर्ने एउटा जादुगरी लेन्स जस्तै हो। जसरी लेन्सले धमिलो दृश्यलाई प्रष्ट पार्छ, यसले समाचारको गहिराईलाई बाहिर ल्याउँछ। यो कम्पासका 4वटा दिशा छन्। S अर्थात् सोल्युसन ओरिएन्टेड, प्रमाणित समस्यामा टेकेर समाधानको परीक्षण गर्ने। N अर्थात् नुवान्स्ड, घटनाका जटिल पाटाहरूलाई केलाउने साहस। I अर्थात् इन्भल्भिङ, दर्शकलाई सक्रिय रूपमा सुन्ने र सहभागी गराउने। र सबैभन्दा महत्त्वपूर्ण C अर्थात् क्रिटिकल, रचनात्मक हुँदैमा प्रश्न गर्न नछाड्ने। किनकि आलोचनात्मक दृष्टिकोण बिनाको समाधान त पत्रकारिता हुँदै होइन, त्यो त PR मात्र हुन जान्छ नि, होइन र? सिद्धान्तका कुरा त धेरै भए, तर यसले साँच्चै काम गर्छ त? अब पालो हाम्रो अन्तिम खण्डको, मापन योग्य प्रभावको प्रमाण। हामीले डाटालाई विश्वास गर्नै पर्छ। यहाँ एउटा विस्तृत अध्ययन छ जहाँ गम्भीर मानसिक रोगहरू जस्तै सिजोफ्रेनिया वा बाइपोलर डिसअर्डरको बारेमा गरिने रिपोर्टिङले जनमानसमा कस्तो असर पार्छ भनेर परीक्षण गरिएको थियो। अक्सर मिडियाले यस्ता विषयमा डरलाग्दो चित्र मात्रै देखाउने गर्छन्, तर रचनात्मक तरिकाले प्रस्तुत गर्दा नतिजा कस्तो आयो होला त? नतिजा साँच्चै नै चकित पार्ने खालको छ। परम्परागत रिपोर्टिङले मानिसहरूमा डर र लान्छना बढाउने अनि संस्थाप्रतिको विश्वास घटाउने गरेको पाइयो। तर जब त्यही समाचारलाई समाधान र सुधारको दृष्टिकोणबाट प्रस्तुत गर्यो नि, दर्शकहरूको मूड मात्र राम्रो भएन, उनीहरूले यस्ता लेखहरूलाई बढी रुचाए। साथै प्रभावित व्यक्तिहरूप्रतिको भेदभाव कम भयो र स्वास्थ्य प्रणालीप्रतिको विश्वास पनि हत्तै बढ्यो। यसले त पुरै भाष्य नै परिवर्तन गरिदियो। यति मात्र होइन, 18वटा फरक प्राज्ञिक अध्ययनहरूको समीक्षाले के देखाएको छ भने रचनात्मक पत्रकारिताले पाठकहरूमा हामीले चाहे समाजका जटिल समस्याहरू साँच्चै समाधान गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउँछ। र अर्को महत्त्वपूर्ण कुरा, दर्शकहरूले यसलाई कुनै सस्तो वा हल्का पत्रकारिता सोच्दैनन्, बरु उच्च गुणस्तरको र आवश्यक गम्भीर पत्रकारिताको रूपमा लिन्छन्। अन्त्यमा म तपाईहरू सबैलाई एउटा गहिरो प्रश्नका साथ छोड्न चाहन्छु। के आक्रोश र सनसनीको सट्टा प्रेरणा र समाधानमा ध्यान केन्द्रित गर्दा हामीले हाम्रा समस्याहरू समाधान गर्ने तरिका नै बदलिन सक्छ त? आधा कथा मात्र पढेर निराश बन्ने कि समाधान सहितको पूरा कथा खोज्ने? हाम्रो मिडियाको भविष्य र हाम्रो आफ्नै लोकतान्त्रिक संलग्नता सायद यही छुनाछुनाउटमा निर्भर छ। आजको यो प्रस्तुतिमा हामीसँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद।